हामी देख्न सक्छौँ यो गाउँको काठेघारमा पालेको मौरीहरू यसरी चाहिँ। तपाईँको नाम के गरे? कति घर छ नि मौरी? 6-7 वटा छ है। अनि वार्षिक कति जति उत्पादन हुन्छ? उत्पादन अब तपाईँको अब यहाँ अब गाउँ बस्तीमा बेच्ने भने 1500 रुपियाँ मानु छ। हजुर। काठमाडौँ लैजानुपर्छ भने त्यस्तो ठाउँमा अब लगभग तपाईँको 2500-2000 माना बेचिन्छ। यहाँनिर देख्न सक्छौँ अहिले भर्खर यो मौरी काटेको हुनाले यो चाहिँ मौरी यसरी यो वरिपरि घुमिरहेको अवस्था छ यहाँनिर। अस्तिदेखिको लामो झरीले गर्दा अलि मौरीले खाएछ, नत्र भने मौरी मह राम्रो हुन्छ। हेर्दा लेकको अर्गानिक यो कुन ठाउँ पर्यो? यो ठाउँको नाम ठ्याक्कै? यो वीरेन्द्रनगर 16 गरपुन मेहली भनिन्छ। मेहली भनिन्छ है। यहाँको चाहिँ तपाईँको यो महको गुणस्तर चाहिँ कस्तो छ? गुणस्तर एकदम ठिक छ। अब जुम्लाको ठ्याक्क दोस्रो तुलनामा पर्छ। पहिलो नम्बरमा जुम्लालाई पर्छ, त्यसको ठ्याक्क दोस्रो तुलनामा यहाँ हाम्रो यो मेलीमा पनि अर्गानिक पाउँछ। यहाँ मामाहरूलाई पटौरा